हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज हामी कता हिँडेको? आज हामी घुम्न हिँडेको सिब्लिङ्स भएर, सबैजना बागलुङमा भएको सिब्लिङ्सहरू भएर। अनि अब चाहिँ हामी गाडी चढेछौँ। अरू चाहिँ स्टे ट्युन हेर्दै गर्नु होला। गाइजहरु हामी सिट चेन्ज गरेर अगाडि हामी चाहिँ अगाडि गयौँ, अरू चाहिँ पछाडि बसेछन्। दुईजना पछाडि छन्। अनि त्यही हो। अब उताको सबै क्लिपहरु म हाल्छु तपाईहरुलाई सबै। हेलो गाइज हामी चाहिँ पुष्पको बजार हिँड्दैछौँ होइन। अनि बन्दी जान हिँडेको भर्खर गाडीबाट ओर्दियौँ। अब गाडीबाट चाहिँ 2 मिनट 3 मिनट लाउँछ। अनि त्यसपछि त्यही हो, हेर्दै गर्नु होला। हामीसँग सँगै रहनु होला। कतै नजानु होला, अन्तिमसम्म भिडियो हेर्नु होला। गाइजहरु हेलो, हामी आइपुग्न लाग्यौँ। अब चाहिँ उता नि भ्लग बनाउँदैछ अहिले। गर्मी छ। बागलुङमा चाहिँ उस घाम लागेको थिएन होइन। बागलुङमा घाम लागेको थिएन, यहाँ कुसमा आएर चाहिँ घाम लाग्यो। घाम लाग्थ्यो। हेलो सक्षम। हेलो समीक्षा दिदी हेलो। हामी आइयो है बन्जी जम्प हेर्न आएको हामी आज। यस्तो छ यहाँको भ्यू चाहिँ, यस्तै छ है। हेलो हेलो हेलो। मेरो काटै रमाइलो छ। चाहिँ आउनु रहेछ बन्जी हान्न है। रमाइलो छ हेर्नुहोस्, यहाँको भ्यू चाहिँ राम्रो छ। ल हस्, उता चाहिँ स्न्याप बनाउँदै हुनुहुन्छ दिदीले। ल फोटो खिचौँ ल गाइजहरु। आइयो दिदी कता देख्यो? हेलो देखाउँ न। अब गाइजहरु हामी चाहिँ हिँडीमै यस्तै छ है। यिनीहरू चाहिँ अगाडि हिँडेछन्, म चाहिँ पछाडि हिँड्दैछु। हेर्नुहोस् लाइभ हेर्नुहोस् तपाईँले। होइन फरल नलासे भएर क्या फरल लासे होइन। अब होइन फरालेकै देखिन्छ नि यहाँबाट त टक्क। ल है अब खस्दैन हौ, खस्दैन। तलको त खिच्न मिल्छ न। समीक्षा दिदी लास्टमा डराउनु। यहाँ आउँदा त डर लाग्छ। त कसरी गर्ने? हामी चाहिँ यहाँ आयौँ है फोटो खिच्न चाहिँ। फोटो खिचेर सकेर चाहिँ अब हिँडेको हामी। गाइजहरु हामी यहाँ आइपुग्यो। यो पुल चाहिँ कटियो। यो चाहिँ पुष्पा बजार। हाई हेलो जतिले आए गरे। गाइजहरु हामी चाहिँ खाजा खान बसेको। यस्तो छ यहाँको भ्यू। यो चाहिँ टिकट हो है। गाइजहरु हामी यहाँ आएको है फोटो खिच्न। कस्तो राम्रो ठाउँ छ होइन। सबैजना सबै राम्रो फोटो चाहिँ खिच्दिनु यस्तो। मैले जान्दिनँ। मैले जान्दैन। ल ओके मेरो भाउ। गाइजहरु हेलो, हामी यही समय फोटो सोटो खिचेर सक्यो। यो चाहिँ एरिया यता देखाइदिउ त। एरिया चाहिँ खतरा राम्रो रहेछ। एकचोटि चाहिँ सबैजना आउनु पर्छ होइन। अनि बागलुङमा भएको मान्छे त हामी त बल्ल आयौँ होइन। अनि त्यही हो, आज सिब्लिङ्सहरू आएको एकदमै रमाइलो भयो। ह्याप्पी स्याटरडे। अनि अहिले हामी जाँदाखेरि देखाउँछौँ स्ट्रेट। ल गाइज हाम्रो भ्यू हेर्नु यस्तो खतरा भ्यू छ है। फुलबारीहरू हेर्नु, फुलबारीहरू सबै माथि देखाइदिनु छ न। अनि हाम्रो 2 भाइ चाहिँ गफाडी फानेर बसिरहेको 2 भाइ। दाइले भाउजू कति देख्छु मैले। अनि खतरा होइन यो गाछहरू सबै कस्तो राम्रो हो त्यही हो। गाइज हेर्नु है, भाइ बहिनीलाई बोकेर ल्याएपछि चाहिँ भाइ बहिनीको जिम्मेवारी मसँग बोक्नु भएन फेरि। भाइ बहिनीको जिम्मा मैले ल्याउनु पर्ने रहेछ क्या। यता हिँड्ने भाइ उता हिँड्ने, यो छोड्यो भाइ ऊ छोड्यो। बहिनीहरूले केही मोबाइल सोबाइल छोड्छन् कि भन्ने त कति टेन्सन बिच गर भन्नुपर्ने रहेछ क्या। बल्ल थाहा पाएन। अब चाहिँ हामी निस्क्यौँ यहाँबाट। बाई बाई।
गाइज भन्नु गाइज गाइज ल लगभग आजको घुमघाम चाहिँ भ्याइयो सक्यो। सिब्लिङ्सहरुको अब फर्किन लागेको है जान लागेको अनि जस रमाइलो भयो अनि अरू गाइजहरु फाइनली हामी बागलुङै आफ्नो ठाउँ भनेको आफ्नो ठाउँ हुँदो रहेछ जहाँ गयो आफ्नो ठाउँ भनेको आफ्नो ल हामी बागलुङ आयौँ हामी हिँड्दैछौँ अहिले चाहिँ घरतिर ल बाई हेरेर इन्जोय गर्नु होला बाबा लाइक शेयर सब्स्क्राइब हान्दिनु होला कमेन्ट शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला साधनाको ब्लगलाई बाई।